हेलो सेवा नमस्कार सम्पूर्णमा। आज चाहिँ हाम्रो बहिनीहरूको बिदाई कार्यक्रम थियो। बहिनीहरू चाहिँ बाहिर जान लाग्नु भएको छ। दुईजना बहिनीहरू एकसाथ बिदाई हुँदै हुनुहुन्छ। उहाँहरूलाई रमाइलो गरी बिदाई गरेको थियौँ। सेफ जर्नी भन्दै बिदाई कार्यक्रम थियो हाम्रो। रमाइलो भएको थियो। दुईजना सँगै जाने भन्दा पनि आफ्नो आफ्नो ठाउँ जाने हो। त्यही पनि सँगै एकै दिन जुरेकोले गर्दाखेरि एकैचोटि बिदाई कार्यक्रम गरेका थियौँ। यसरी बहिनीहरूसँग रमाइलो गरेको थियौँ। मेमोरीको लागि रमाइलो भएको थियो। अब हेर्दा हेर्दै छुट्टिने दिन आयो। बहिनीहरूसँग हाम्रो यात्रा रमाइलो भएको थियो। यसरी घुम्दा डुल्दा चाहिँ स्मरण रहिरहने भएकोले हामी चाहिँ ट्रेकिङ गएका थियौँ। अस्ति हेर्दा हेर्दै बहिनीको जाने दिन आएछ। रमाइलो भएको थियो। सबैलाई रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस् भन्न चाहन्छु। भोलिको दिन कसैले देखेको हुँदैन के हुन्छ, को कहाँ पुगिन्छ। हामी त यसरी रमाइलो गरेको थियौँ। यस्तो चुली पोखरी गएर